देखो ना, देखो देखो गाइस, ये क्या है? there. 3, 2, 1, go. Oh. Stop, stop. यो चाहिँ मैले हल्का साम्फाङ बनाएको होइन यदि बनाउनु नआउने कस्तो यस्तो सेप बनाउनै नआउने के तर हेलो गुड मर्निङ बुनादेवी नाच फ्रम रोमानिया वेलकम टु माई मिनी भ्लग यहाँहरूलाई मेरो मिनी भ्लगमा स्वागत गर्न चाहन्छु भर्खरै उठेर आँखाहरू पनि त्यस्तो छ यो मेरो अनुहार यो मेरो आँखालाई इग्नोर गर्नुहोला आज चाहिँ म बाहिरको भ्यू देखाउन जाँदैछु किनभने हिजोदेखि हिउँ परेको छ नि त नि हिउँ परेर त कस्तो राम्रो हुन्छ नि त बाहिर अघि राति थियो र देखिन राति चाहिँ हिउँ परिरहेको थियो अनि अहिले चाहिँ कस्तो भएछ भनेर म हेर्छु त ल देखाउँछु तपाईँहरूलाई Oh my god. Wow, wow, wow. Wow, very beautiful. बाहिरको लुक्स त के हो पुरै आँखै तिरिमिरी हुने खालको छ त बाफ्रे ओ माई गड रुख त के हो रुख लास्टै हिउँ परेछ बाफ्रे साँच्ची होला के भन्छ रुखहरू त सबै लड्किरहेछ त हिउँले त अनि ओ अब बाहिर म जानेवालामा छु गाइज म चाहिँ रेडी भइसकेँ होइन बाहिर जानुको लागि तातो लुगा ज्याकेटहरू लगाएर होइन अनि साथमा मफलर पनि छ होइन एकदम चिसो छ अनि मलाई जानु मन लाग्यो क्या अझ म हिउँसँगको टच भएर यसरी हिउँसँग खेल्नु पर्यो क्या Ramona ce faci? La treabă, La mulți ani! La mulți ani! Treaba! La mulți ani, la mulți ani! Câte camarați? Multe! Multe? Multe! Da, câte zile liver? Hai cu Ok. र मुखा चाहिँ हर्बल चक्लेट ल्याएर अब हिउँ खेल्न जाँदैछु लेट्स सी सबै देखाउनेछु यति धेरै छैन यति धेरै यता चाहिँ हिउँ परेर होइन यति धेरै छ अबुई झन्डै लडे यस्तो छैन देख्न सक्नुहुन्छ यति धेरै छ झन् यो रुखतिर त कति धेरै छ हो अबुई झन्डै गाडी त के हो चिप्लेर त यस्तो हिउँमा चाहिँ किन कुदाउनु पर्ने होला अबुई गाडी त यस्तो उँधो भएछ त उँधो भएछ क्या यस्तो छ अवस्था कस्तो राम्रो क्या यस्तो छ म पसौँ लगेको कुरा अबे कति धेरै हो यस्तो धेरै छ हेर्ने गाइस हेर्नुहोस् यहाँको अवस्था कस्तो दामी देखेको क्या रुखमा रुखहरू पल्टेर नि यस्तो भएको छ नि देखो ना, देखो देखो गाइस, ये क्या है?
यति धेरै यस्तो रमाइलो छ नि यता होइन यो हिउँलाई देखेर यो के भन्छ पुरै सेतो भइरहेछ क्या यस्तो छ अहिलेको अवस्था जस्ट वाउ 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 अहिले चाहिँ पानी हल्का परिरहेछ अनि त्यस पछाडि अनि त उता बादल लागिरहेछ क्या होइन होला यहाँको र के भन्छ हिउँ मात्र परेको थियो नि त अनि बिहान हेरेको त बाफ्रे खुट्टा पनि तल डुब्छ क्या एक फिट त नभनौँ तर डुब्छ के अन्त रुखहरू पनि कस्तो दामी भएको है माथि हेर्नु दामी रुखहरू यस्तो छ अरूभन्दा नि मलाई चाहिँ लास्टै रमाइलो लागिरहेछ क्या किन भन्नु न किनभने नि ल यसरी खेल्नु पाएको छ अगाडि आउनुपर्छ भयो 3 2 1 गो है रेडी गराइ अब हिउँ झर्छ यहाँ अगाडि स्टप स्टप मेरो मोबाइलमा लाग्यो गाइस यस्तो जाडो भएन पानी पनि परिरहेछ अब पन्त लाउने हो स्पेसल कुद्ने हो क्या यहाँनिर गाइस हेर्नु यस्तो रमाइलो हुन्छ होइन हाम्रोतिर लास्टै हिउँ परेर यसरी झर्छ हेर्नु होला माथिबाट आफै झरेको यहाँ अघिदेखि झरिरहेको नि त अनि कता छ यो घनघोर जङ्गलमा हिउँ मान्छे छैन 3 2 1 गो ओ फोटो खिच्नु छ नि खिच्यो होइन अब हिउँसँग खेल्ने भनेको यति नै होला किनभने लास्टै चिसो भयो मेरो ढाड सुती हेरेको नाटक गरी हेरेको अलिक भएन के है यस्तो छ यता हाम्रो एरिया चाहिँ हिउँले होइन भरिएर पुरै झलमल्ल छ है अनि यो रुखहरू कस्तो दामीको हेर्नुहोस् न दामीको रुखहरू छ है आकाशहरूमा बादल लागिरहेछ पारितिर बादल मेरो आज मेन मैले खिच्नु पर्ने चाहिँ मैले अलिक माथि डाँडामा गएर होइन सिटीको उयो निकाल्नु थियो क्या तर कुहिरो लाग्थ्यो ठिकै छ केही छैन तर पनि गाई चाहिँ हेर्नु नि यस्तो छ हालत यति यति डुब्छ हौ यस्तो छ यस्तो डुब्ने अझै पढ्ने छ क्या यता के भन्छ यता रेसितामा चाहिँ अझै आइतबारसम्म पढ्ने छ क्या हिउँ अनि त्यतिखेरसम्म त के हुन्छ होला यहाँ अहिले नै अस्ति रातिदेखिको हिजो राति भरि परेर होइन अनि अहिले पर्दा त पुरै सब रुखहरू चाहिँ हिउँले के त्यो गरुङ भएर होला पुरै त्यो के भन्छ उयो लड्किरहेछ के लड्केर कति त ढलिरहेछ यस्तै छ गाइस म यहाँ हिउँको नि एउटा उयो डल मान्स बनाउँछु है ट्राई गर्नु ठिक छ अब हामी कलाकार परेनौँ जति बनाएको छ राम्रै बनाएको छ कस्तो छ यो आँखा पनि हुँदैछ हाम्रो मान्छेको अब आँखा यहाँ मुख
भन्नु पऱ्यो तपाईँले कस्तो कमेन्ट गर्नु होला मान्छे भयो कि भएन हामी विष्णुको मान्छे बन्न लाग्यो कसलाई आउनु मन लाग्छ कसलाई खेल्न मन लाग्छ यस्तो ठाउँमा हामी जान पनि दिइरहेछौँ अलिकति जाडो पनि भइरहेछ हेर्न सक्नुहुन्छ तपाईँहरू हिउँ यहाँ यस्तो धेरै ल अब हाम्रो कम्प्लिट भयो है त स्नोम्यान कम्प्लिट भयो हर्का साम्पाङको जस्तो मुखले ठिकमा रहेनछ क्या बोले बोले यो पनि हर्का साम्पाङले बनाएको ल मेरो यो पनि के ल हाम्रो हर्का साम्पाङलाई दान हुँदैछ है ताली बजाउनु होला सबैले नाइस अब चाहिँ मान्छे त ल म भन्छु है त्यो चाहिँ मैले हर्का साम्पाङ बनाएको होइन यति बनाउनु नआउने कस्तो यस्तो सेप बनाउनै नआउने क्या तर के भन्छ मान्छेले कसरी बनाउँछ होला घर होइन त्यही बनाउँछ होला है अन्त त्यो कस्तो भएको छ कमेन्ट गर्नु ल मैले बनाएको चाहिँ हर्का साम्पाङ हो अब सेप नानीले पनि बनाएको हो के गाइज लास्टै जाडो भयो के भएको हे मौसम पनि पानी पनि पर्दैछ हिउँ पनि पर्दैछ अनि हिउँ परेर यस्तो छ हालत के भएको हो लास्ट चिसो भयो साथीहरू खेल्न खेलिएर अनि एउटा कुरा चाहिँ तपाईँहरू कोही रोमानियामा यो समयमा आउँदै हुनुहुन्छ भने चाहिँ तातो लुगा लिएर आउनु यस्तो जाडो छ होइन यति धेरै जाडो छ गाह्रो छ क्या अनि यो हिउँ चाहिँ कसैलाई रमाइलो हो भने कसैलाई चाहिँ खत्रै काम हो के किनभने मेरो साथीहरू अहिले सोरिरहेको छ किनभने हाम्रोमा चाहिँ सोर्न पर्दैन हो के हिउँ सो कसैको लागि राम्रो हो भने कसैको लागि नराम्रो कसैको लागि रमाइलो हो जोस् योपालि चाहिँ मैले हिउँ सोर्नु परेको छैन आजभन्दा 2 वर्ष अगाडि चाहिँ मैले नि हिउँ सोरेको हो सो आफूलाई लाग्थ्यो हिउँ चाहिँ नपरोस् जिन्दगीमा नपरोस् भन्ने लाग्थ्यो सो अहिले चाहिँ खेल्नु खेल्यो यताबाट कसै आउँदै हुनुहुन्छ भने नेपालदेखि रोमानिया प्लिज तातो लुगा ल्याउनु होला होइन यस्तो ज्याकेटहरू ल्याउनु होला यतिले चाहिँ जाडो भएर छ हाम्रो एरिया चाहिँ यस्तो छ यस्तो दामी छ आजको लागि चाहिँ यति नै म सक्दिनँ लास्ट कपालहरू भिजेर यस्तो भएछ राम्ररी भएर मेकअप गरेर आएको त यस्तो भयो बल्ल भित्र छिर्यो है बाफ्रे यो खेल्यो मेरो इच्छा पुरा भयो होइन अब यस पछाडि चाहिँ के पढि रमाउने हो मलाई थाहा छैन नपढेपछि अब तातो कफी खाने हो यहाँ छ क्या यो गेस्टहरूलाई राखिदिएको हो नि त हामी पनि छोडेर कहिले काहीँ खान्छौँ के बाई बाई